अथ पञ्चदशोऽध्याय तारकासुर वध उपाख्यान। कुमारजी आगे गर्नुहुन्छ। हे अगस्त्य मुनि, एक दिन पार्वतीले बकुवा खस्ता निस्किएको मयलले मूर्ति बनाई द्वारमा पालेर राखेकी थिइन्। महादेव बाहिरबाट आएर भित्र जान खोज्दा त्यस मूर्तिले जान दिएन र त्यससित युद्ध गरी त्यसको शिर छेदन गरेर भित्र जानुभयो। अनि पार्वतीले महादेवसित द्वारमा कोही बसेको थिएन भनी सोधिन् र महादेवले त्यसको त मैले शिर छेदन गरेर आएँ भन्नुभयो। अनि पार्वतीले त्यो त मेरो पुत्र हो, किन शिर छेदन गर्नुभयो? मेरो पुत्र भावले स्नेह र शोक गर्न लागिन्। अनि महादेव, हे पार्वती, मैले थाहा नपाएर त्यस्तो गरेँ, बचाइदिन्छु, शोक नगर भनी बुझाए। आफ्ना गणहरूलाई डाकी, हे गण हो, चारै दिशामा गई पहिले जे भेट्टाउँदछौ त्यसको शिर छेदन गरेर ल्याऊ भनी चन्द्रबाण दिएर पठाउनु भयो। गणहरू जो आज्ञा भनेर चारै दिशामा हेर्दै जाँदा निकै बेरपछि एउटा हात्ती फेला पारेर महादेवको आज्ञानुसार त्यसका उपर चन्द्रबाण प्रहार गरे। त्यो चन्द्रबाण गएर हात्तीको गर्दनमा लागेर शिर छेदन भयो र त्यो हात्ती एउटा मात्र दाँत भएको अग्लो र राम्रो थियो। त्यस्तो हात्तीको शिर ल्याएर महादेवको अगाडि राखिदिए। अनि हामीले यही पायौं भनी बिन्ती गरे। तब श्री महादेवले हात्तीको शिर मूर्तिमा जोडेर जीवित पारिदिए। त्यही मूर्तिको नाम गणेश भई पार्वती पुत्र कहलाए। त्यसपछि महादेव त पार्वतीसितै मात्र भुलेर भित्र नै रहन लागे। महादेव बिना यो ब्रह्माण्ड संसारको रक्षा कसरी होला? अत यस्तो विचार गरेर इन्द्रले अग्निलाई डाकेर, हे अग्नि, तिमी गएर महादेवलाई बाहिर ल्याउने काम गर भनी अग्निलाई अड्हाएर पठाए। इन्द्रको वचन सुनि अग्निले हवस भनी कैलाश पर्वतमा गएर भित्र जान लाग्दा द्वारपालले जान दिएन र वायु रूप भई ताल छिराउने प्वालबाट भित्र पसेर भिक्षु रूप भई महादेव पार्वती एकान्त गरिरहेका स्थानमा पुगे। त्यस्तो किसिमले भित्र आएका अग्निलाई देखेर महादेव रिसाई भस्म पार्न लाग्नुभयो। तब जगतमाता पार्वतीलाई दया लाग्यो र बिन्ती गरिन्, हे नाथ, भिक्षा माग्न आएको भिक्षुकलाई भस्म पार्नु अनुचित हो। नजानेर आएछन्, बरु केही दियौं र जाउन् भनिन्। अनि महादेवले आफ्नो हातमा आफ्नै वीर थापेर लौ भिक्षाले भनेर दिनुभयो। अग्निले पनि त्यो वीर्य निग्लिदिए। शिवको अमोघ वीर्यले अग्निलाई गर्व रह्यो र अग्नि डराई यो अनर्थ हुन लाग्यो भनी त्यहाँबाट गङ्गाको किनारमा गएर कुशको झाङमा उकेलिदिए। त्यो वीर्य आगो बले झैँ झाङमा बलिरहेको थियो। सप्तऋषिहरूका पत्नीहरू गङ्गा स्नान गरेर फर्कँदा आगो बलेको देखेर, कसले आगो बालेर गएछ, ताप्न जाउँ भनेर गए। एउटाले चाहिँ अर्काले बालेको आगो ताप्नु हुँदैन भनी गएनन्। 6 जना मात्रै आगो तापेर घर गए। ती आगो ताप्ने जतिलाई गर्व रह्यो र ऋषिहरूले थाहा पाए तिमीहरूलाई कसरी गर्व रह्यो भनी सोधे। ऋषि पत्नीहरूले केही उत्तर दिन सकेनन् र ऋषिहरू रिसाई श्राप दिए। अनि ती ऋषि पत्नीहरूले त्यो वीर्य गङ्गामा उकेली आकाशमा गएर षट्कतिका तारा भई रहेपछि त्यही वीर्यबाट षट्वक्र
तर अर्थात् 6 मुख भएका कुमार उत्पन्न भएर गङ्गाका पुत्र भई श्री महादेव कहाँ कैलाशमै रहे। त्यसपछि कुनै दिन महादेवले गणेश र कुमार दुवैलाई डाकेर आज्ञा भयो, हे गणेश हे कुमार, तिमी दुवैजना गएर सुमेरु परिक्रमा गरेर आओ। जो पहिले आउला त्यसलाई वरदान दिनेछु। यति श्री महादेवको आज्ञा सुनि कुमार मयूरमा चढेर सुमेरु परिक्रमा गर्न हिँडे। कुमार हिँडेको देखेर गणेश आत्ति अब कसो गरौँ भन्दै आफ्नो वाहन मुसो छेउ गए। मुसोले गणेशलाई चिन्तित देखेर, हे विनायक किन चिन्तित हुनुभयो, के आइपुग्यो भनी सोधे। अनि विनायकले भने, सुमेरु परिक्रमा गरेर आओ भनी महादेवले आज्ञा भएको र कुमार हिँडिसकेको सारा कुरा सुनाइसकी। अब कसो गरौँ त त्यस्तो, म यस्तो लामो सुँड र ठुलो पेट भएको, म हिँड्नै सक्दिनँ तौड्नै सक्दैनस्। यति विनायकले भनेको सुनि मुसो भन्दछ, हे गणेशजी, तपाईँलाई म केही ज्ञान दिन्छु। सुन्नुहोस्, महादेव पार्वती र गङ्गा तीनैजना बसेको स्थानमा गएर अञ्जली जोरी, हे पिता माता, मेरा सुमेरु पर्वत पनि हजुर, सम्पूर्ण देवताका देवता पनि हजुर भनी 3 प्रदक्षिणा गरेर दण्डवत गर्नुहोस्, अनि हजुरलाई अवश्य वरदान प्राप्त हुनेछ। आफ्नो वाहनको त्यस्तो अर्ती मानेर गणेशजीले त्यसै गरे। अनि महादेव प्रसन्न भएर भन्नुभयो, हे गणेश, तिमी धन्य रहेछौ, वरदान ल्याऊ। स्वर्ग मर्त्य पाताल तीनै लोकमा कसैले कुनै पनि कर्म गर्दा पहिले तिम्रो पूजा नगरेर गर्यौ भने सिद्ध हुने छैन। यस्तो वरदान दिनुभयो र उता सुमेरु परिक्रमा गर्न गएका कुमार आइपुगेनन् र गङ्गाले महादेवसित बिन्ती गरिन्, हे जगदीश्वर, गणेशले वरदान पाए तर मेरो पुत्र कुमार आइपुगेन। गङ्गाको यस्तो वचन सुनि महादेव भन्नुहुन्छ, हे गङ्गे, तिमी स्वस्थानी परमेश्वरीको व्रत गर अनि तिम्रा पुत्र कुमार आइपुग्नेछन्। यति शिवले आज्ञा गरेको सुनि गङ्गा प्रसन्न भइन् र व्रत विधि सोधिन्। अनि महादेवले स्वयं व्रत विधि बताउनु भयो। हे गङ्गे, पौष शुक्ल पूर्णिमाको दिनदेखि हात खुट्टाका नङ काटी स्नान गरी पवित्र भई एक भक्त रही एक चित गरी मेरो पुत्र कुमार झट्ट आइपुगोस् भनी नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्न लागिन्। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर 100 रोटी, अष्टोत्तर 100 बेली पुष्प, अष्टोत्तर 100 अक्षता, अष्टोत्तर 100 पान, अष्टोत्तर 100 कुडका सुपारी र पञ्चामृत वस्त्र फूल धूप दीप नैवेद्य आदि समस्त वस्तु तयार पारेर हाँसीमा ओमकार लेखी श्री स्वस्थानी परमेश्वरीको पूजा गरिन् र अर्घदी स्तुति गरिसकेर प्रसाद झिक्न लाग्दा श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले कुमार टुप्लुक्क आइपुगे। अनि गङ्गाले धन्य श्री स्वस्थानी परमेश्वरी भनी आफ्नो पुत्रलाई प्रसाद र आशीर्वाद दिइन्। अनि कुमारले महादेव कहाँ गई बिन्ती गरे, हे पिता, म पनि वरदान पाऊँ। अनि महादेवले आज्ञा भयो, हे कुमार, स्वर्ग मर्त्य पाताल तीनै लोकमा कसैले केही काम गर्दा पहिले तिम्रो पूजा नगरेर गरे भने त्यो कार्य सिद्ध नहोस् भनी वरदान दिनुभयो। यदि कथा सुनिसकी अगस्त्य मुनि फेरि बिन्ती गर्दछन्, हे कुमार, तारकासुर दैत्यले कसको तपस्या गरेर वरदान पाई
अमरावती समेत लियो फेरि, त्यसलाई कसले र कसरी मारे, र इन्द्रले फेरि अमरावती प्राप्त गरे। यो वृत्तान्त आज्ञा गर्नुहोस्। यति अगस्त्य मुनिको बिन्ती सुनि कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुनि, कश्यप ऋषिको पुत्र तारकासुर एक दिन दुग्ध पर्वा तीर्थमा स्नान गर्न गएको थियो। त्यही पेची मुनिले तपस्या गरेको देखेर उसलाई पनि तपस्या गर्न मन लाग्यो र पेची मुनिसँग सोध्यो, हे मुनीश्वर, तिमीले तपस्या गरेको देख्दा मलाई पनि तपस्या गर्न मन लाग्यो, त कसरी त्यो गर्ने हो? मुनिले भने, हे तारकासुर, तिमीलाई तपस्या गर्ने इच्छा छ भए यिनै दुग्ध प्रभा नदीको सिंहानमा हिमालय पर्वत छ, त्यहाँ गई यसरी यसरी ब्रह्माजीको तपस्या गर। मुनिको त्यस्तो उपदेश सुनि त्यतैबाट सरासर हिमालय पर्वत पुगी ठुलो कष्ट सहेर 1000 वर्षसम्म ब्रह्माको तप र आराधना गर्यो। अनि ब्रह्माजी प्रसन्न भएर सामुन्ने आए आज्ञा भयो, हे तारकासुर, तिम्रो तपस्याले म प्रसन्न भए, वरदान माग। अनि तारकासुरले ब्रह्मालाई दण्डवत प्रणाम गरी बिन्ती चढायो, हे ब्रह्माजी, हजुरले सृष्टि गरेको 5 वर्ष नागिसकेका कुनै पनि प्राणीले मलाई सङ्ग्राममा मार्न नसकुन्। फेरि जसले मेरो शिर भूमिमा खसाल्ला त्यसको पनि तत्काल शिर फुटेर मरोस्। फेरि म समस्त देवतालाई जित्न समर्थ हौँ। यस्तो वर माग्दा ब्रह्माजीले तथास्तु भनी ब्रह्मास्त्र समेत दिए अन्तर्ध्यान हुनुभयो र त्यसपछि तारकासुर उन्मत्त भएर कसैलाई तृण पनि नसम्झी अनेक दानव साथ लिई अमरावती गयो र त्यसरी सैन्यसहित तारकासुर आएको देखि देवराज इन्द्र रिसाई सकल देवता साथ लिई आफ्ना आफ्ना शस्त्र लिई सङ्ग्राममा अघि सरे। दुवै पक्षको भयङ्कर युद्ध हुँदा देवताहरूले तारकासुरका कोटी कोटी सैन्य मारिदिए। आफ्ना सेना त्यसरी नाश भएको देखि तारकासुरले आफ्ना गुरु शुक्राचार्यलाई बिन्ती गर्यो, हे गुरु, देवताहरूले मेरा कोटी कोटी सेना मारिसके, म के उपाय गरौँ? अब हजुरले हाम्रो उद्धार गर्नु पर्यो। तारकासुरको त्यस्तो प्रार्थना सुनि शुक्राचार्यले सञ्जीवनी विधाको प्रयोग गरेर जल छर्किदिन साथ मरेका दैत्य समस्त जीवित भएर फेरि युद्धमा अघि सरे। त्यसरी आफूले मारिसकेका दैत्यहरू फेरि शुक्राचार्यले बचाइदिएको देखि इन्द्र रिसाई ऐरावत हात्तीमा चढेर वज्र प्रहार गरे। यसरी देवता र दैत्यको 10,000 वर्षसम्म घोर युद्ध भयो। त्यसमा दुवै पक्षका कोटी कोटी सेनाका संहार भयो। दैत्यहरू मरे पनि शुक्राचार्यले बचाइदिने र देवताहरू मरे हुने भएर इन्द्र समेत समस्त देवता हार मानी स्वर्गबाट भागी गुरु बृहस्पति कहाँ गएर सङ्ग्रामको सारा स्थिति बताए। अनि गुरु बृहस्पतिले भने, हे सुरराज, यस सङ्ग्राममा तिम्रो विजय हुन सक्दैन, किनकि तारकासुर दैत्यले 1000 वर्षसम्म कठोर तप गर्दा ब्रह्माजी प्रसन्न भई मैले सृष्टि गरेका 5 वर्ष नागेका प्राणीले तँलाई मार्न सक्ने छैनन् भनी यस्तो वर दिनुभएको छ। अत तिमीहरू अहिले तत्काल कतै बिताई महादेवका पुत्र भएपछि मात्र अनि तिमीहरू महादेवका शरणमा जाओ भन्दा देवताहरू त्यहाँबाट आई मर्त्यमण्डलको मृग स्थलीमा लुकेर बसेका थिए। देवताहरू भागेपछि तारकासुर तिनै लोकको राज्य भोगी सुखपूर्वक रहेको थियो। हे मुने, अमरावतीबाट
लखेटिएका सुरेन्द्र धेरै कालसम्म त्यहीँ लुकिरहे। पछि एक दिन समस्त देवताहरूलाई डाकेर भने, हे देवता हो पापिष्ट तारकासुरले अमरावती खोसेर हामीलाई दुःख दिएको धेरै समय भइसक्यो। अब त्यसको संहार गरेर फेरि अमरावती लिनुपर्दछ। त्यो कसरी भने महादेवको कुमार र गणेश दुई पुत्र भएका छन्। तिनले हाम्रो शत्रु तारकासुरलाई अवश्य मारिदिनेछन्। अब कैलाशमा गई महादेवसित आफ्नो दुःख बिन्ती गरौँ। यति सल्लाह गरेर सबै देवता सहित इन्द्र शिवजी कहाँ पुगे अनि हे जगदीश्वर, पापिष्ट तारकासुरले अमरावती खोसी हामीलाई दुःख दिएको धेरै काल भयो। अब त्यसको संहार गरी समस्त देवताको कल्याण गर्नुहोस्। इन्द्रादि देवताहरूको यस्तो प्रार्थना सुनि महादेवले भन्नुभयो, हे देवता हो, तारकासुरलाई मैले मार्नु हुँदैन, मेरा पुत्र कुमारले मारिदिनेछन्। अब समस्त देवता यक्ष गन्धर्व आदि सबैले कुमारलाई सेनापति बनाई युद्ध गर्न जाओ, पछि म पनि आउने छु। यति महादेवको आज्ञा सुनि इन्द्र आदि 33 कोटी देवता यक्ष गन्धर्व भूत प्रेत प्रथम गण समेत भई तारकासुर युद्ध गर्न पिनाक धनु लिई प्रस्थान गरे। तब गणेशलाई भन्न बिर्सेछन्। अनि गणेशले आफ्नो वाहन मुसुसित भने, हेर मलाई वरदान दिए पनि हेला गरे। गणेशजीको कुरा सुनि मुसोले भन्यो, हे विनायक, हजुरलाई अन्यथा गरेको होइन, भन्न बिर्से। म अहिले सम्झाएर आउँछु भनी गएर प्रस्थान गरी राखेको पिनाक धनुको ताँदो काटेर आयो। त्यो देखेर देवताहरूले यो प्रस्थान शुभ भएन, विघ्न पर्यो भन्न लागे। तब महादेवले आज्ञा भयो, हे देवता हो, विघ्न परेको होइन, तिमीहरूले गणेशलाई भन्न बिर्सेछौ, उसलाई पनि लिएर जाओ। यति महादेवले आज्ञा भएपछि गणेश सहित सबै देवता अमरावतीमा युद्ध गर्न गए। देवता र दैत्यको परस्पर भयंकर संग्राम भयो। तारकासुर दैत्यले कुमारको रथ घचेटी 1 योजन पछि हटायो र त्यो देखेर कुमारले तारकासुरको रथ घचेटी 4 योजन पछाडि हटाइदिए। अनि तारकासुरले खड्ग प्रहार गर्यो। कुमारले आफूतिर खड्ग आएको देखेर कानसम्म धनु खैची तारकासुरको दैत्यको घेँच्रो ताकी चन्द्रबाण प्रहार गरे। त्यो चन्द्रबाण गएर दिनको सूर्य अस्थायी रातको तारा नदेखिँदै साँझको बेलामा पुगेर तारकासुर दैत्यको शिर च्वाट्टै छेदन गर्यो। त्यो देखेर श्री महादेव तत्काल त्यहाँ पुगेर तारकासुरको शिर भूमिमा पर्न नपाउँदै बीचमा समाउनु भयो। गीण युद्ध भूमिमा ढल्यो। त्यसरी तारकासुर मरेको देखेर अरू दैत्यहरूले संग्रामबाट भागेर आफ्नो आफ्नो प्राण रक्षा गरे। अनि समस्त देवताहरूले धन धन कुमार भनी उनको गुणगान गर्दै कैलाश पुगे। उहाँ गए इन्द्रले बिन्ती गरे, हे ईश्वर, हजुरको कुमारले शत्रुको संहार गरेर आयो, अब आज्ञा पाए अमरावती जाने थियौँ। यति देवेन्द्रको प्रार्थना सुनि महादेवले तिम्रो राज्य निष्कण्टक हवस् भनी बिदा दिनुभयो र इन्द्रादि देवताहरूले श्री महादेवलाई दण्डवत प्रणाम गरी अमरावती गएर सानन्द राज्य गर्दा भए। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानि परमेश्वराय व्रतकथार्य तारकासुर दैत्य वध वर्णन नाम 15 अध्याय।